मसँग नगर उपसभापति हुनुहुन्छ। हजुरको शुभ नाम? मेरो नाम चाहिँ गणेश नेताल। हजुर। मेरो घर चाहिँ इटरी 4। हजुर। र अहिले म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी इटरीको सहसचिव तथा संगठन विभागबाट आफ्नो काम गर्दैछु। हजुर, आजको यो जुन पुण्य कार्यमा सहभागी हुनुभएको छ र आयोजना पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै सङ्गीत चोकमा गरेको भन्ने कुरो स्पष्ट देखिएको छ र अब आउँदा दिनहरूमा इटरीवासीहरूले जुन भोग्नु परेका समस्याहरू छन् ती समस्यासँग जुझ्नको लागि हजुर कति तत्पर हुनुहुन्छ? अब यो इटरीमा मात्रै होइन, यी समस्याहरू समग्र देशभरि नै छन् होइन। यहाँ अब आर्थिक रूपमा लिएर तपाईँको समसामयिक विषयमा लिएर हरेक कुरामा यहाँ समस्याहरू छन्। यदि समस्या समाधान गर्नको लागि भनेर तपाईँ हामी जतिको मान्छे राजनीतिमा होमिएको हौँ होइन। हामीले धेरै हेऱ्यौँ, धेरै पर्ख्यौँ, धेरै पीडाहरू पनि छन् हामीमा। ती पीडाहरूलाई अन्त्य गर्न र कसरी जनताको घाउमा मलम लाउन सकिन्छ भनेर आज हामी राजनीतिमा होमिएका छौँ। यसलाई अब तपाईँ हामी सबै मिलेर सुधार गर्दै लानुपर्छ। र यो आयोजना चाहिँ आज राष्ट्रिय स्वतन्त्र पार्टीको इटरी नगर समितिको अधिवेशन भएको 1 वर्ष पुरा भएको उपलक्ष्यमा हामीले चाहिँ के गर्ने भन्दा पनि रक्तदान गरियो भने चाहिँ थोपा रगतले, एक थोपा रगतले गर्दा यहाँ धेरै नेपालीहरूको ज्यान गइराखेको हुन्छ। त्यो कुरालाई मध्यनजर गरेर हामीले चाहिँ यो रक्तदान कार्यक्रम आयोजना गरेका छौँ। हस्, धन्यवाद। हस् त, धेरै धेरै धन्यवाद। 2 शब्द राखिदिनु भयो एसटिभी खबरमा र आउँदा दिनहरूमा उहाँहरूले देखाउनु भएको सहायता र देशप्रेमलाई पनि यसरी रक्तदान कार्यक्रमले झल्काएको छ। र मसँग यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट हजुरको शुभ नाम? हजुर नमस्कार, म टिलिराम गुरागाई, इटरी नम्बर 5 राष्ट्रिय स्वतन्त्र पार्टी सभापति। हजुर, हजुरहरूले आज यो सङ्गीत चोकमा एकातिर सद्भाव र्याली भइरहेको थियो, त्यसै सँगसँगै हजुरले फेरि आज यसरी यो कार्यक्रम गर्दै हुनुहुन्छ, कस्तो लागेको छ त? हजुर, सम्पूर्णमा मैले नमस्कार गर्न चाहेँ। अब आज हामीले यसरी एकतिर सद्भाव र्याली, एकतिर रक्तदान कार्यक्रम, यो हामी एक आपसमा सद्भाव, हामीमा कुनै पनि वैचारिक द्वेष छैन। हामी सबै मानव हौँ। हामी मानव सभ्यताभित्र रहेर हामीले चाहिँ के अरे यो समाजमा कुनै पनि जात, धर्म, लिङ्ग भन्दा पनि फरक रहेर सम्पूर्ण कुरा समाज सेवा नै ठुलो कुरा हो भनेर चाहिँ आज हामीले यहाँ रक्तदान कार्यक्रम आयोजना गरेको छौँ। हजुरलाई आज कस्तो लाग्दैछ त? जस्तो देशमा एकातिर धार्मिक द्वन्द्व हुन खोज्दै थियो तर अर्को शान्ति र्यालीले त्यसलाई ढाकिदिएको छ। त्यो सँगसँगै आज यसरी सङ्गीत चोकको जुन प्राङ्गणमा इटरीवासीहरूलाई सम्बोधन गर्नुपर्दा के भनेर सम्बोधन गर्नुहुन्छ? कसरी चाहिँ उहाँहरूलाई सम्झिनुहुन्छ? अस्ति भइरहेको दुःखद घटनाप्रति हामीहरू भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै हामी त्यो घटनामा पनि तत्कालै त्यति बेलै हामीहरू घटनास्थलमै पनि गएका थियौँ र विभिन्न अस्पतालहरूमा पनि गएर हामीले अवलोकन गरेर उहाँहरूलाई सहजीकरण गरियो हामीले जे सकिन्छ त्यही। र अब आइन्दादेखि यस्तो हामीहरू कुनै पनि जात, धर्म, लिङ्गभन्दा माथि उठेर, राजनीतिक दलभन्दा पनि माथि उठेर हामीले चाहिँ एकदम राजनीति भनेको टोटल्ली समाज सेवा हो, समाजमा राम्रा काम गर्नका लागि मात्रै राजनीति गर्ने हो भन्ने कुरा भन्न चाहन्छु। पहिला हामी नेपाली हुनुपर्छ, त्यस पछाडि मात्र अब हाम्रो देश नेपाल हो र अनि पार्टी, जात, धर्म चाहिँ एउटा फुलको थुङ्गा हो भन्न चाहनुहुन्छ? हजुर, सबैभन्दा पहिलो त हामी नेपाली हौँ। नेपाली भन्दा पनि हामी मानव हौँ। हामी मानव भइसकेपछि सम्पूर्ण चराचुरुङ्गीदेखि लिएर हरेक चिजलाई पनि हामीले संरक्षण गर्ने हाम्रो दायित्व हो। हामी मानवभित्र नै कहिले पनि वैमनस्य, द्वेष राख्नु भनेको यो एकदमै नराम्रो कुरा हो। यस्ता कुराहरू हामी सबैले त्यागौँ र जहिले पनि सद्भाव, सामुदायिक मेलमिलाप, हितका लागि आम नेपाली जनतालाई र ठाउँ ठाउँमा भइरहेका यी जुन हत्या हिंसा छन् तिनलाई रोक्नका लागि नै यो कार्यक्रम हो भन्दै यहाँबाट विश्व जगतलाई पनि सन्देश दिन चाहनुहुन्छ? विश्वभरि छरिएर रहेका नेपालीलाई पनि? हजुर, यो चाहिँ हामीहरू आज मात्रै होइन, हामीहरूले प्रत्येक
महिना प्रत्येक 3-3 महिनामा हामीले रक्तदान कार्यक्रम गर्दै नै आएका छौँ। विभिन्न कार्यक्रम अन्तर्गत कहिले टोल विकास समितिबाट, कहिले मन्दिरको तर्फबाट, कहिले पार्टीको तर्फबाट हामीले यसरी होइन कि पार्टीकै मात्रै काम गरिरहेको होइन, हामीले कसरी समाजलाई रूपान्तरण गर्न सक्छ, कसरी यो नभएको चिज ब्लडलाई चाहिँ अब हामीबाट ननिकाले त कोबाट निस्किन्छ त, हामीले नै निकालेर चाहिँ प्रत्येक मान्छेले सहयोग गर्ने भन्ने खालको भावना राखेर हामीले सधैँभरि यसरी कार्यक्रमहरू गरिरहेका छौँ। सबैलाई शान्तिको कामना गर्दछौँ। हवस् त, धेरै धेरै धन्यवाद एसटिभी खबर मार्फत 2 शब्द राखिदिनु भएकोमा र इटेरीवासीको लागि उहाँका 2 शब्द अति नै मूल्यवान छन् भन्दै तपाईँहरूलाई बिदा हुन चाहन्छु। सङ्गीत चोकबाट जुन रक्तदान कार्यक्रम छ त्यही स्थानबाट म बिपिटी क्रान्ति फेरि पनि अर्को एपिसोडमा आउने छु। Enang kalian no, si Kristal, kenapa?